स्याङ्जामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु 10 जना घाइते। भारतीय कुखुराको तस्करी रोक्नुपर्ने माग गर्दै पोल्ट्री किसानद्वारा माइती घर मण्डलामा प्रदर्शन। अमेरिका इरान युद्ध रोक्न पाकिस्तानको कूटनीतिक प्रयास जारी। युक्रेनलाई सैन्य सहायता गर्ने EU र बेलायतको प्रतिबद्धता। र टप एन्ड T20 क्रिकेटमा नेपालको पहिलो जित। होबार्ट हरिकेन्स 39 रनले पराजित। समाचार अब विस्तारमा। संसदमा जथाभावी बोल्ने क्रम बढेको छ। देशको मूल कानुन बनाउने थलो संघीय संसदमा प्रमुख दलका सांसदहरूले नै संसदको गरिमा कायम राख्न सकेका छैनन्। संसदमा घण्टौं भाषणबाजी भएको र कानुन निर्माणले तीव्रता नपाएको भन्दै आएको नयाँ दल सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद झन आलोचित बनेका छन्। कानुन निर्माणमा होइन, आरोप प्रत्यारोपमा केन्द्रित रासपाका सांसदहरूका कारण पार्टीमाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ। रासपाले आफ्ना सांसदलाई मर्यादित बन्न पटक पटक तालिम दिए पनि सांसदहरूको रवैया उस्तै देखिएको छ। पुराना र स्थापित दलका शीर्ष नेताहरू पनि अशोभनीय र अमर्यादित शब्द बोलेर लज्जित भएका छन्। आजको बैठकमा सभामुख DP अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल र रासपाका सांसद इन्दिरा राणा मगरले प्रतिनिधि सभामा बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन नै दिनु परेको छ। गत भदौ 1 गते र 3 गते सांसद द्वयले बोलेका अमर्यादित र अनावश्यक शब्दहरू संसदको रेकर्डबाट हटाउन सभामुख अर्यालले सचिवालयलाई आज निर्देशन दिनुभएको हो। मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु, वेश्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। साथै अबदेखि सांसदहरूलाई बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न सभामुखले ध्यानाकर्षण समेत गराउनु भएको छ। सभामुखको निर्देशन अघि श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले केही महिलाहरूले मन मिले चमत्कार, रिस उठे बलात्कार भन्दा पुरुषहरू पनि पीडित भएको टिप्पणी गरेपछि नजिकै बसेकी राप्रपाकी सचेतक खुशबु ओलीले नियमापत्ति गर्नुभएको थियो। एकदमै मन मिलेका श्रीमान श्रीमतीको बीच पनि श्रीमतीले सम्बन्ध राख्न चाहिनन् भने नो मिन्स नो भन्ने कुरा हामीले बुझ्न आवश्यक छ र यो कुरा पुरुषहरूलाई पनि लागू हुन्छ। र यो जबरजस्ती गर्दाखेरि कुनै चमत्कार हुँदैन। सम्बन्ध जति नै समृद्ध, सुखी होस्, राम्रो होस्, तर जब सम्बन्धमा जबरजस्ती आउँछ त्यो गलत हुन्छ। त्यसमा कुनै चमत्कार हुँदैन। यस्ता गम्भीर विषयमा यस्ता किसिमको टिप्पणीलाई सदनबाट, सदनको रेकर्डबाट हटाउनको लागि म सभामुख महोदयसँग निवेदन गर्न चाहन्छु। आजको बैठकमा बोलेका अधिकांश सांसदले बारा सिमराकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याका दोषीलाई कडा कारबाहीको माग गरेका छन्। गरिमाका आमाबाबुसँग गृह मन्त्रालयले 3 बुँदे सहमति गरिसके पनि सडकदेखि संसदमा यो विषय सेलाएको छैन। रासपाका सांसद आशिका तामाङले उसै गरी बलात्कार सम्बन्धी अहिलेको कानुनमा आपत्ति जनाउँदै कडा सजाय नभएसम्म गरिमा र निर्मलाहरूले न्याय नपाउने बताउनु भयो। हाम्रो देशमा बलात्कारीलाई छुट्टै सजाय दिने कानुनमा के त्यस्तो व्यवस्था छ? उही जेलमा जाने ग्वाम मासु भात खाएर लामखुट्टे जस्तो चुके नास ज्यान भएको बलात्कारी अर्ना भैँसी जस्तो भएर निस्किनु बाहेक अरू ठुलो उपलब्धि मैले केही देखिनँ। सभामुख महोदय, जब जब बलात्कारको घटनाहरू यो समाजमा सार्वजनिक हुन्छन् तब सडकमा भनिन्छ कडा सजाय दे, कडा सजाय दे, कडा सजाय दे। आज म भन्न गइरहेको छु कडा सजाय भनेको के हो? सभामुख महोदय, नम्बर 1 फाँसीको व्यवस्था, नम्बर 2 फाँसीको व्यवस्था गर्न नसके जेल लाने तर खानपिन गर्न नदिने। रासपाका सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गर्नु भएको छ। रासपाका महामन्त्री विपिन कुमार आचार्यले गरिमा हत्याका आरोपीको भिडियो र गरिमा चौधरीका आमाबाबुको भिडियो गृह मन्त्रालयमा खिचिएको प्रति आपत्ति जनाउनु भएको छ। हाम्रो समाज अराजकतातर्फ गइरहेको भन्दै उहाँले संवेदनशील घटनाको भिडियो सार्वजनिक गर्ने कार्य बन्द गरिनुपर्ने बताउनु भयो।
गरिमा चौधरीको हत्याकाण्डको बारेमा अथवा जे भयो त्यसका बारेमा धेरै बोलिनँ, तर हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौँ जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ। बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका 16 वर्षीय किशोरले हातमा हतकडी लगाएकै अवस्थामा निर्धक्क अपराध स्वीकारेको भिडियो र अस्ति बेलुका गृह मन्त्रालयमा भएको वार्ताको भिडियो र तस्बिर नै सार्वजनिक गरिएको थियो। किशोरको बयान सार्वजनिक गर्ने एक प्रहरी अधिकारी पक्राउ परिसकेका छन्। आचार्यले काठमाडौँको शङ्खमुलको एक होस्टेलमा भएको युवक हत्यातर्फ पनि सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो। रासोपा सांसद अमरेश कुमार सिंहले कप्तानगञ्ज घटनादेखि गरिमा प्रकरणसम्म आइपुग्दा सरकारप्रति जनताको आशा मरेको र अराजकता बढेको देखिएको टिप्पणी गर्नुभएको छ। हाम्रो सरकार बन्नेदेखि चाहे कप्तानगञ्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या विभिन्न किसिमका आन्दोलन होस्, चाहे मिटर ब्याजको होस्, चाहे लघुवित्त पीडितको होस्, चाहे डाक्टरको होस्, यो दिनका दिन भइरहेछ। यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेछ। अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार र विभिन्न किसिमका आन्दोलनले के गरिरहेछ भने नेपाली जनता दुखमा छ, एङ्गरमा छ। जब समाजमा व्यथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ। रासपाका सांसद मनिष झाले भने जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उहाँले डोजर प्रहार गरिब र निमुखाको आवासमा मात्र नभई उच्च घरनामाथि पनि हुनुपर्नेमा जोड दिनुभयो। सांसद झाले जनकपुरको 950 बिघा अतिक्रमित जमिन संरक्षण गर्ने सवालमा सरकार सफल र सजग हुनुपर्नेमा जोड दिनुभएको हो। जनकपुर नेपालको सम्भवतः उपमहानगरपालिकाहरूमध्ये सबैभन्दा धेरै सार्वजनिक जमिन भएको ठाउँ हो। 2062 सालमा भोजराज घिमिरेज्यूको नेतृत्वमा निकालिएको प्रतिवेदनमा लगभग 950 बिघा जमिन अपचलन गरिएको, अधिग्रहण गरिएको र दुरुपयोग गरिएको भन्ने रिपोर्ट आएको थियो। त्यही रिपोर्टको आधारमा अहिले हटाउने काम भइरहेको छ। सङ्घीय सरकारको तर्फबाट प्रधानमन्त्रीज्यूको पनि विशेष ध्यान राखेर जुन काम भइराखेको छ त्यसप्रति हामी कृतज्ञ छौँ जनकपुरवासीको तर्फबाट। तर फेरि पनि हामी एउटा अनुरोध गर्न चाहन्छौँ कि यो लक्ष्य र यो प्रहार केवल गरिबहरूमाथि मात्र नहोस्। सरकारले शनिबारदेखि पोखरीको डिल खाली गराउन सुरु गरेको थियो। गुठी संस्थान जनकपुर धामले गिर नारी कुट्टी नजिक रहेको गोरधाई पोखरीको अतिक्रमित डिल खाली गराएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले प्रधानमन्त्री जस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन नहुने टिप्पणी समेत गर्नुभयो। आजै मात्रै प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ फर्किसक्नु भएको छ। शुक्रबार स्थलमार्ग हुँदै पोखरा पुग्नु भएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुग्नु भएको थियो। हिजो मुस्ताङबाट फर्किनु भएका उहाँ पोखरामै बास बस्नु भएको थियो। साम्पाङले प्रधानमन्त्री एक्लै नभई सुरक्षा संयन्त्र सहित जाने भएकाले यसलाई पूर्ण रूपमा निजी भ्रमण भन्न नमिल्ने समेत बताउनुभयो। प्रधानमन्त्री एक्लै जानुभएको होइन, उहाँले चाहिँ सरकारी सुरक्षा संयन्त्र उहाँसँग आफै अटोमेटिकली तपाईँको चाहिँ एक्टिभ भएर जाने गर्छ र उहाँ निजी जानुभएको मन्त्री परिषदलाई चाहिँ सूचना नदिई, संसदलाई सूचना नदिई जानुभएको, के खानु जानुभएको? हावा थिएन भने काठमाडौँमा हावा छ, मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले, के चाख्नु भए जानुभएको हो त्यो पनि उहाँले भन्नुपर्छ, सदनमा जवाफ दिनुपर्छ। श्रम संस्कृति पार्टीकी अर्की सांसद अम्बिका देवी सङ्गौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले 36 देशलाई चिनेको भनी दावी गर्ने गरिएका अर्थमन्त्री स्वर्णिम अग्लेले आफ्नै देशलाई चिन्न नसकेको आरोप लगाउनुभयो।
अर्थमन्त्री विश्वकै विज्ञ अर्थशास्त्री 36 देशले चिनेको र मानेको भनेर सत्तापक्षका माननीयज्यूहरूले भन्नुहुन्छ। तर उहाँले 36 देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नु भएन। उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो, किनभने नेपालको इतिहासमा कहिल्यै पनि अर्थतन्त्रमा यति धेरै समस्या र कमजोरी देखिएको थिएन। बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा हुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएको उहाँको भनाइ थियो। सरकार गठन भए यता पुँजी बजारमा 6 खर्ब रुपियाँ डुबेको दावी गर्दै उहाँले पुँजी बजारमा देखिएको समस्या समाधान गर्नुको सट्टा अर्थमन्त्री वाग्ले चिट्ठा खेलाउनमा व्यस्त रहेको टिप्पणी गर्नुभयो। अर्थतन्त्रको समस्या समाधान नगरी देश विकास हुन्छ र नेपाली युवालाई विदेश जानबाट रोक्न देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ होइन त? यी विषयमा सरकारको ध्यान जानुपर्छ। संख्या पुगिसकेको छ तर काम चाहिँ पुगेको छैन। स्याङ्जामा जीव दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। गल्याङ नगरपालिका 8 करादी स्थित भित्री सडक खण्डमा बुलेरो जीप दुर्घटना हुँदा 2 यात्रुको घटनास्थलमा मृत्यु भएको हो भने अन्य 10 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज साँझ गल्याङबाट गल्याङ नगरपालिका 9 साङ्लियातर्फ जाँदै गरेको G1 J 6534 नम्बरको बुलेरो दुर्घटनामा परेको हो। उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। चालक सहित घाइते 10 यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बोलेरोमा कतिजना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको छ। मृतक र घाइतेको परिचय खुल्न पनि बाँकी रहेको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसको विवादमा पूर्व सभापति शेरबहादुर देउबा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्च अदालतले भोलि मात्रै दर्ता गर्ने भएको छ। यसअघि शुक्रबार पनि सर्वोच्च पुगेका देउबाका वारिस प्रक्रिया नमिलेपछि रिट फिर्ता लिएर गएका थिए। आज देउबा र खड्काको तर्फबाट छुट्टा छुट्टै पूरक निवेदन पेश भएको छ। कांग्रेसले घोषणा गरेको 15औं महाधिवेशन रोक्न माग गर्दै परेका निवेदन आज दर्ता नभएको र भोलि दर्ता हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। अध्ययनकै क्रममा रहेकाले आज दर्ता हुन नसकेको उहाँको भनाइ छ। विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिले 15औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। देउबा र खड्काले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेका छन्। पार्टी आधिकारिकताको विवाद सर्वोच्चमै रहेकाले त्यसको छिनोफानो नभएसम्म महाधिवेशन रोक्नुपर्ने दुवै नेताको माग छ। बागमतीमा मुख्यमन्त्रीको नियुक्ति विरुद्ध परेको रिटको न्यायिक निरूपण नहुँदै विश्वासको मत लिने प्रक्रिया अघि बढाए प्रदेशसभा बैठक बहिष्कार गर्ने चेतावनी कांग्रेसले दिएको छ। न्याय निरूपणको क्रममा रहेको अवस्थामा प्रदेशसभाको विषय अघि बढाएको खण्डमा बहिष्कार गर्ने चेतावनी नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दिएको हो। यो विषयमा कांग्रेसले उपसभामुख अप्सरा चापागाईलाई पत्र बुझाउने तयारी समेत गरेको छ। मुख्यमन्त्री थापा मगरको नियुक्ति विरुद्ध उच्च अदालत पाटन हेटौडा इजलासमा दायर 2 छुट्टा छुट्टै रिटमा आज प्रारम्भिक सुनवाई गर्दै अदालतले विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले मुख्यमन्त्री नियुक्तिको निर्णय बदर हुनुपर्ने वा नपर्ने आधार कारण र प्रमाण सहित 15 दिनभित्र लिखित जवाब पेश गर्न विपक्षीलाई आदेश गरेको हो। अदालतले रिट निवेदकले माग गरे बमोजिम तत्काल अन्तरिम आदेश भने जारी गरेको छैन। अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि आगामी भदौ 10 गते उपस्थित हुन समेत आदेश दिइएको छ। बागमतीमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिएको थियो। अदालतको आदेशपछि प्रदेशसभा बैठक पनि सारिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भने तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत पर्यो। उहाँलाई नेकपा एमालेका 40 र नेपाली कम्युनिस्ट पार्टी नेकपाका 17 सांसदले मत दिए। विपक्षमा 22 मत खस्यो। जसपाकी निर्मला लिम्बू अनुपस्थित रहिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 4 जना सांसद मतदान प्रक्रियामै सहभागी भएनन्, तटस्थ बसे। कांग्रेसले सरकारलाई दिएको समर्थन गत भदौ 3 गते फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुभएको हो। लुम्बिनी प्रदेशको मन्त्री परिषद भने पुनर्गठन गरिएको छ। लुम्बिनी प्रदेश सरकारमा 3 जना
मन्त्री थप गरिएको हो। आज प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले 3 मन्त्री नियुक्त गर्नुभएको हो, जसमा देवेन्द्र कुमार पुनलाई स्वास्थ्य, इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुष्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा को सत्ता साझेदारी गर्ने सहमति भएपछि लुम्बिनीमा पनि मन्त्री परिषद पुनर्गठन गरिएको हो। नवनियुक्त मन्त्रीको शपथ भने भोलि हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार विकास सार्वजनिक निजी साझेदारी पीपीपीमा देखिएका समस्या समाधान गर्नका लागि सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरेको छ। आज बसेको बैठकले 15 दिनभित्र समितिमा निजी क्षेत्रका विभिन्न संस्थासँग एकीकृत सुझाव माग गर्ने निर्णय भएको समिति सभापति आशिष गजुरेलले जानकारी दिनुभयो। निजी क्षेत्रले विद्यमान ऐन कानुन तथा प्रक्रियाका कारण भोग्नु परेका समस्या र सरकारबाट अपेक्षित सहजीकरणका क्षेत्रहरू विशेषतः वान विन्डो पोलिसी, ब्युरोक्रेसीका झन्झट प्रक्रियाहरू न्यूनीकरण गर्ने सम्बन्धमा लगानी भित्र्याउने, लगानी तथा मुनाफा फिर्ता लैजाने र पुनर्लगानी गर्न सहज वातावरण बनाउने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजबाट 15 दिनभित्र लिखित धारणा तथा सुझाव माग गर्ने। साथै लगानी बोर्डबाट पीपीपी अन्तर्गत सज्जीकरण तथा स्वीकृत भएका जलविद्युत र फोहोर मैला व्यवस्थापन सम्बन्धी आयोजना र परियोजनाको वर्तमान अवस्था, आयोजना कार्यान्वयनमा देखिएका समस्या सम्बन्धी विवरण पनि 15 दिनभित्र समिति समक्ष पेश गर्न भनिएको छ। यसैगरी लगानी बोर्ड सम्बन्धी ऐन तथा कानुनी व्यवस्थामा गर्नुपर्ने सुधार र बोर्डको भावी भूमिकाबारे पनि बोर्डसँग स्पष्ट सुझाव मागिएको छ। बोर्डले लगानी सहजीकरण, समन्वय र अनुमति पत्र प्रदान गर्ने कुन भूमिकालाई प्राथमिकता दिने भन्ने विषयमा 15 दिनभित्र सुझाव पेश गर्नुपर्नेछ। अविरल वर्षा र पहिरोका कारण करिब 1 महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय चरिकोटको निरन्तर प्रयासपछि उक्त सडक खण्डको अवरोध हटेको हो। सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार राजमार्ग सुचारू गर्ने क्रममा 1 हप्तादेखि सोही सडक खण्डको अर्को पहिरो सफा गरिएको थियो। हाल टोलीले सीमा क्षेत्र नजिकै रहेको लिपिङ पहिरो पन्छ्याउने कार्यलाई तीव्र बनाएको छ। लिपिङ क्षेत्रमा पहिरोका कारण 10 देखि 12 वटा घरहरू उच्च जोखिममा रहेको उहाँले बताउनुभयो। वर्षायामका कारण गत जेठ 18 गतेदेखि बन्द रहेको पोखरा जमसम हवाई उडान आजदेखि पुनः सुरु भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह राउतका अनुसार आज समेट एयरको विमानले पोखरा जमसम उडान 3 पटक गरेको छ। कम भिजिबिलिटीका कारण हरेक वर्षायाममा पोखरा जमसम हवाई उडान बन्द हुने गरेको छ। पर्यटक आगमनको याम सुरु हुन लागेकाले उडान पुनः सञ्चालन गरिएको हो। मुस्ताङको पर्यटन प्रवर्धनमा यो उडानले टेवा पुग्ने विश्वास लिइएको छ। उद्घाटन भएको 1 महिनापछि नागढुङ्गा सुरुङ मार्ग आजदेखि निजी सवारी साधनका लागि खुल्ला गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार बिहान 9 बजेदेखि नै 9 जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यान जस्ता निजी सवारी साधनलाई काठमाडौँ धादिङ आवागमनका लागि अनुमति दिइएको हो। यो हप्ता सुरुङ सञ्चालनका क्रममा चालकहरूले भोगेका समस्या र अनुभव बुझ्ने काम हुनेछ। सुरुङमा साँझ 6 बजेसम्म मात्र सवारी चलाउन पाइनेछ। आज बिहानैदेखि गर्जु धारा स्थित फ्लाइओभरको बाटो पनि सञ्चालनमा ल्याइएको छ। सुरुङभित्र सवारी चलाउन निश्चित नियमको पालना गर्नुपर्नेछ। सवारीको अधिकतम गति प्रति घण्टा 40 किलोमिटर तोकिएको छ। यस्तै अनिवार्य रूपमा हेडलाइट बाल्नुपर्ने, टनलभित्र गाडी रोक्न वा ओभरटेक गर्न नपाइने नियम बनाइएको छ। पैदल यात्री, 2 पाङ्ग्रे सवारी र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने सुरुङ प्रवेशमा रोक लगाइएको छ। भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने माग गर्दै नेपाल पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्ने लगायतका माग गरेर पोल्ट्री किसानले आज
प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर मण्डलामा आज गरिएको प्रदर्शनमा चल्ला बोकेर सहभागी किसानले भारतीय कुखुरा र कुखुराजन्य वस्तुको अवैध आयातले नेपाली पोल्ट्री व्यवसाय प्रभावित भएको भन्दै तत्काल तस्करी नियन्त्रण गर्न माग गरे। उनीहरूले बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने अवस्था रहेको भन्दै पोल्ट्री क्षेत्रमा किसानको लगानी सुरक्षित हुने गरी प्रभावकारी नीति र अनुगमनको व्यवस्था गर्नुपर्ने बताए। किसानले नेपाली पोल्ट्री उद्योगलाई संरक्षण गर्दै उत्पादन लागत अनुसार उचित मूल्य सुनिश्चित गर्न समेत जोड दिए। डडेलधुराको आलिताल गाउँपालिका 5 स्थित भगवती माध्यमिक विद्यालय पर्से रावलमा कार्यरत बाल विकास सहजकर्ता मञ्जु देवी बोहरा विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोहराले उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद भारतबाट सन् 2010मा हाई स्कुल परीक्षा उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी विद्यालयमा पेश गरेको अनुसन्धानबाट खुलेको हो। उक्त नक्कली प्रमाणपत्रकै आधारमा बाल विकास सहजकर्ता पदमा नियुक्ति लिएर बहाल रहँदै पारिश्रमिक भत्ता लगायतका सुविधा लिएको आयोगको दावी छ। आयोगले बोहरा विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ। बोहराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन 2059 को दफा 16 को उपदफा 1 बमोजिमको कसूर भएको ठहर गर्दै आयोगले सोही दफा बमोजिम कैद र जरिवानाको माग दाबी गरेको छ। शेयर बजारमा नेप्से परिसूचक आज 19.13 अङ्क घटेर 2579 को बिन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक घटेर बन्द भएको। आज 350 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3 अर्ब 23 करोड 97 लाख रुपियाँको कारोबार भयो। आज 229 कम्पनीको शेयर मूल्य घटेको छ भने 47 कम्पनीको शेयर मूल्य बढ्यो। 2 कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान युद्ध रोक्न पाकिस्तानले कूटनीतिक प्रयास जारी राखेको छ। अमेरिका इजरायल र इरान बीच जारी युद्धको कूटनीतिक समाधान खोज्ने प्रयास स्वरूप पाकिस्तानका सेना प्रमुख आसिम मुनिर आज पुनः तेहरान प्रस्थान गर्नुभएको छ। युद्ध सुरु भएको करिब 6 महिना यता मुनिरको यो तेस्रो इरान भ्रमण भएको इरानी विदेश मन्त्रालयले पुष्टि गरेको छ। पाकिस्तानी गुप्तचर तथा सैन्य अधिकारीका अनुसार भ्रमण अघि मुनिर र इरानी विदेश मन्त्री अब्बास अराघची बीच टेलिफोन संवाद समेत भएको थियो। मुनिरको भ्रमण पाकिस्तानको मध्यस्थतामा जुन 17 मा हस्ताक्षर भएको 60 दिने इस्लामाबाद समझदारी पत्रको समय सीमा समाप्त भइसकेपछि भएको हो। इरानले अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउनुका साथै तेलमाथिको प्रतिबन्ध फुकुवा र रोक्का सम्पत्ति खुल्ला नगरेसम्म होर्मुज जलमार्ग खुला नगर्ने अडान दोहोर्याउँदै आएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरुद्ध थप कडा प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेको बताएपछि तेहरानले त्यसलाई आर्थिक युद्धको संज्ञा दिएको छ। युक्रेनको 35औं स्वतन्त्रता दिवसका अवसरमा युरोपेली संघ EU र बेलायतले कियवलाई निरन्तर सहयोग र थप सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले जारी गरेको वक्तव्यमा युद्ध जारी रहँदा, शान्ति वार्ता भइरहँदा र पुनर्निर्माणको चरणमा समेत आवश्यक परेसम्म युक्रेनलाई सहयोग जारी राख्ने उल्लेख छ। यसैबीच युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनका लागि नयाँ रक्षा प्रणाली खरिद गर्न थप 6.1 अर्ब युरो बराबरको वित्तीय सहायता स्वीकृत गरिएको घोषणा गर्नुभएको छ। उक्त रकम युक्रेनलाई तत्काल आवश्यक पर्ने हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र, गोलाबारुद र रडार खरिदमा खर्च गरिने बताइएको छ। यता प्रधानमन्त्री पदको पदभार ग्रहण गरेपछिको पहिलो विदेश भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री एन्डी बनहम आज युक्रेनको राजधानी कियव पुग्नु भएको छ। रेल स्टेसनमा युक्रेनी विदेश मन्त्री एन्डी सिबिहाले उहाँको स्वागत गर्नुभएको छ। बनहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुका साथै कोअलिसन अफ दि विलिङको बैठकको सह-अध्यक्षता गर्ने कार्यक्रम छ। नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियामा जारी टप 10 T20 सिरिजमा नेपालको 8 टोलीले पहिलो जित दर्ता गरेको छ।
नेपालले आज भएको खेलमा होवार्ड हरिकेन्स एकाडेमीलाई 39 रनले पाखा लगाएको हो। नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको हरिकेन्स 18 ओभर 3 बलमा 115 रनमै समेटिएको थियो। उसका लागि नीतिश स्यामुएलले 37, टिम वार्डले 23, कप्तान निवेथन राधाकृष्णनले 20 र ज्याक कर्टनले 12 रन बनाएका थिए। अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपालका लागि नारायण जोशीले 3, पवन सराफ र साहब आलमले 2-2 तथा विपिन खत्रीले 1 विकेट लिएका थिए। यसअघि डर्बेनको मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक 39 रनको योगदान गरेका थिए। महेन यादवले 31 रन बनाउँदा कप्तान अनिल शाहले 28 रन जोडेर आउट हुन पुगेका थिए। लोकेश पमले 20 रन बनाउँदै अभिजित रहेका थिए।